हुन त मेरोमा ट्राइपोडहरू धेरै थियो, जस्तै ट्राइपड अनि ट्राइपड। तर यो सबै ट्राइपोडहरू कुनै पनि ट्राभल फ्रेन्डली थिएन। हुन त यो चाहिँ ट्राभल फ्रेन्डली थियो, तर ह्यान्ड होल्ड गर्नको लागि चाहिँ अलिकति साह्रो पर्थ्यो, त्यसैले मैले मगाएँ यो ट्राइपड। बिल्ड क्वालिटीको कुरा गर्दाखेरि चाहिँ यो प्लास्टिक बिल्ड हो, तर हेर्दाखेरि एकदम प्रिमियम देखिन्छ। त्यसमाथि एकदम उलान्जीको नाम पनि लेखेको छ। उलान्जी एकदम राम्रो ब्रान्ड हो। अनि यो माथिको जुन बल हेड छ, अरू सस्तो दामको अब 200-300 को ट्राइपोडहरू पनि पाउँछ है, त्यसमा नि बल हेड दिन्छ। तर यो त्यो पनि मैले युज गर्दाखेरि चाहिँ त्यो बल हेडको चाहिँ यो एकदम मोबाइल फोनको वेटै थाम्दैन, यो लडिहाल्छ। तर यो एकदम मैले मोबाइल फोनलाई पनि टेस्ट गरेर हेरेँ, यो एकदम दह्रो छ बिल्ड। यो बल हेड एकदम दह्रो छ, यो स्क्रुले लक हुन्छ, तपाईँ एकदम दह्रो छ, हातले हल्लाउँदा नि हतपत हल्लिँदैन। अब डिजाइनको कुरा गर्दाखेरि चाहिँ यो एकदम कम्प्याक्ट डिजाइन छ, एकदम हातमा पनि, मेरो हात धेरै सानो छ, मेरो हातमा पनि मजाले आँटिन्छ र यो यसलाई गोजीमा पनि सजिलै बोक्न सकिन्छ र कहीँ जरुरत पर्यो भने निकालेर यसलाई रेकर्ड गर्न पनि सकिन्छ। यसको डिसएडभान्टेज चाहिँ के छ भन्दाखेरि यो फ्ल्याट सर्फेसमा मात्रै यसरी सजिलै राख्न सकिन्छ। अलिकति सर्फेस यताउता छ भने चाहिँ लडिहाल्दो रहेछ, राम्रो चाहिँ हुँदैन। तपाईँहरूलाई राखेर भिडियो गर्नु छ, एज अ ट्राइपड चाहिएको छ भने चाहिँ यो भन्दा बेस्ट मेरोमा अर्को यो मैले 2019 तिर किनेको होला यो छ। अब त धेरै पुरानो भयो अनि यो धेरै लुज पनि भएको छ। आजकल चाहिँ फोनको यसले लोड चाहिँ अलिक थाम्दैन बेसी पुरानो भएर, तर पनि मिलाएर हामीले यसलाई राख्न सकिन्छ र यसलाई कहीँनिर यसलाई गोरिला, यसलाई भन्छ गोरिला पड, यसलाई कहीँ अड्काएर पनि हामीले राख्न सकिन्छ। त्यसैले ट्राइपड एज अ ट्राइपडको लागि चाहिँ तपाईँहरूलाई यो बेस्ट हुन्छ मलाई यो भन्दा चाहिँ, किनभने यसमा चाहिँ यो चाहिँ जस्ट मलाई ट्राभल फ्रेन्डलीको लागि चाहिएको थियो, त्यही कारणले गर्दा मैले यो किनेको। यो चाहिँ यसरी भिडियो गर्नु सजिलोको लागि। अनि यसमा अर्को प्रब्लम चाहिँ के छ भन्दाखेरि फ्ल्याट सर्फेसमै पनि तपाईँहरूले राखेर चाहिँ यदि एक्सन क्यामेराहरू युज गर्नुहुन्छ भने त्यसमा प्रब्लम छैन, तर मोबाइलमा गर्नुहुन्छ भने चाहिँ तपाईँले जस्तै यसलाई यसो गरेर भर्टिकलमा गर्नुपर्छ। भर्टिकलमा गर्दाखेरि चाहिँ के हुन्छ भने यता बेसी मोबाइलको यता बेसी लोड भएर यता लडिहाल्ने चान्सेस हुन्छ। झन् पुरै एक्सटेन्ड गरेर गर्दाखेरि चाहिँ पुरै लड्छ, अलिकति डाउन गरेर गर्दा चाहिँ अलिकति स्टेबल चाहिँ, तर त्यस्तो बेसी स्टेबल चाहिँ हुँदैन, ठिकैको चाहिँ हुन्छ। त्यसै कारणले गर्दाखेरि मेरोमा यो 2020 मा मैले किनेको होला यो छ। यसमा चाहिँ भर्टिकल र हरिजन्टल गर्नु सजिलो हुन्छ, यसलाई यो बल हेडलाई लडाइबस्नु पर्दैन, त्यही कारण तपाईँहरूले यसलाई अट्याच गर्नुभयो भने चाहिँ सजिलो हुन्छ। अब प्राइसको कुरा गरौँ भने यो मैले फ्लिपकार्टमा 1286 मा किनेको, सायद कसैलाई महँगै लाग्छ होला, तर 1286 को अनुसारमा यो एकदम यसको बिल्ड क्वालिटीहरू हेर्दाखेरि 1286 ठिकै नै दाम लाग्यो मलाई। अनि लास्टमा चाहिँ म के भन्नु चाहन्छु भने तपाईँहरूलाई अगर ट्राइपडको लागि खोज्नु हुँदैछ, रिसर्च गर्नु हुँदैछ भने चाहिँ यो चाहिँ ट्राइपडको लागि बेस्ट अप्सन होइन। तपाईँहरूलाई यो छ मेरोमा, यो 2-300 मै पाउँछ सायदै। पहिला मैले 2019 तिर किन्दाखेरि यो मैले 350 समथिङमा किनेको थिएँ। यो एकदम राम्रो, मैले अहिलेसम्म 2024 भयो, अहिले 25 भयो, अहिलेसम्म चलाइरहेको छु। तर तपाईँहरूलाई इजी टु क्यारी अनि यसो एक्सन क्यामेराहरूको लागि सेल्फी
स्टिक जस्तो चाहियो भने चाहिँ एकदम यो चाहिँ बेस्ट हो। बेसी लामो एक्सटेन्ड हुँदैन तर एकदम ड्युरेबल छ, एकदम राम्रो छ। सो थ्याङ्क यू सो मच फर वाचिङ।